अब चाहिँ मम्मीहरू मलाई छोडेर जाँदैछ यहाँबाट। ओके बाई। ल राम्रोसँग पढ्नु। हजुर एकदम ज्ञानी हुनु। हुन्छ। हामीले देखेको सपना पुरा गर्नु। यस। आमा बाबाको सपना चाहिँ चकनाचुर नहुन है, एकदम सपाल गरेर छोड। पक्का उयो नगरिकन। जय होस्। अहिले चाहिँ मलाई यहाँ सबैजना छोड्नु जाँदैछ। आजदेखि चाहिँ बाई बाई। मेरो सामानहरू सबै प्याक भइसकेको छ। सामान निकाल्नु पर्ने छ मेरो। गगा बाई बाई भन्नु न यहाँ। भाइ बाई बाई मेरो भाइ सुतिरहेछ। यहाँ थुत्तिनुपर्छ। हुन्छ बाजे गएको ल बाई बाई। अब चाहिँ हामी हिँडिसक्यौँ यहाँ गगाको घरबाट। कस्तो लाग्यो मम्मी गगाको घर आएर? अन्त माइती घर आउँदा कस्तो लाग्छ? ठिकै लाग्छ नि अब। खासै एक दुई दिन मात्रै रमाइलो लाग्छ। आज सुत्नु दिनमा तेरो बाउ बिस्किरहेछ कि। सुत्नु दिएन भनेर अहिले यस्तो गरेर दिने क्लाउनुहोस् है म फेरि। हिजो मैले 5 रात के गरेँ सक्यो होला हो? सकिस् छ। त्यो दिन न झन् यहाँ भिडियो गरेको कति दिँदो रहेछ भनेर। यसो छोडिदिइराख्नु 2-3 हजार। पैसाले के गर्नु? पैसाको दाम यति चाहिँ थपक्क उयो नगरिकन। जय होस्। अन्त के गर्नु? यो चाहिँ खाना गरेर खानुहोस् है। ल खानु पर्दैन होइन मसित किन्छ भनेर ब्रेकफास्ट पाइहाल्छ, लन्च पाइहाल्छ। केही उयो नगरे त्यो आउँदाखेरि पछाडि आउँदाखेरि गाडी गरायो खानापिनाको राम्रो बुझेन चलाउँदिनौँ। नचला नि थपक्कै। अब चाहिँ मम्मीहरू मलाई छोडेर जाँदैछ यहाँबाट। हिँड्नु न। तपाईँहरू मलाई छोड्न आयो, म तपाईँलाई छोड्न आएको नि। बाबा तपाईँहरू मलाई छोड्न आएन, म पनि छोड्न आएको नि तपाईँहरूलाई। ओके बाई। ल राम्रोसँग पढ्नु। हजुर एकदम ज्ञानी हुनु। हुन्छ। हामीले देखेको सपना पुरा गर्नु। यस। आमा बाबाको सपना चाहिँ चकनाचुर नहुन है, एकदम सपाल गरेर छोड। छोरा मान्छे भएर आलुपुरी बनाइए है, चकनाचुर चाहिँ गयो मम्मी पापाहरू। अब ल बाई बाई। हुन्छ। अहिले चाहिँ मम्मीहरू गइसकेको छ हो। र म चाहिँ अहिले कहाँ जाँदैछु भन्दाखेरि म चाहिँ अहिले यता मेरो सिरानीहरू किन्न जाँदैछु हो यताउता। सो मैले चाहिँ तपाईँलाई केही भनेको छुइनँ। म चाहिँ अब यता हस्टेल बस्न आँटेको छु। अब मेरो स्टडिजहरू कन्टिन्यू गर्दैछु म। र त्यही हो गाइस। अन्त आज चाहिँ मलाई मम्मीहरू छोड्न आएको थियो भनौँ न। अब यो चाहिँ मेरो अलिक लामै लाग्यो नि त, हस्टेल बस्छु म अब। त्यही भएर चाहिँ मलाई सबै लगेजहरू लिएर मम्मीहरू सबै अब मम्मी पापा दुईजना आउनुभएको थियो छोड्नु लागि। र गाइस म चाहिँ अहिले कहाँ छु भन्दाखेरि चाहिँ म अहिले फिलहाल छु सिलगढी हो। अहिले चाहिँ म यहाँ केटाहरूसँग जाँदैछु, ओगट हिँड्दैछ केटाहरू हो। अहिले हामी कहाँ गएको भन्दा विशाल मार्ट यता सालुघारापट्टि गएको। त्यहाँबाट सर्टकट रहेछ नि हिँड्ने। सो त्यही भएर चाहिँ अब हामी त्यहाँपट्टि जाँदैछ। म हल्का सामानहरू किन्छौँ, सपिङहरू गर्छ हो। त्यसपछि चाहिँ फेरि ब्याक टु हस्टेल। ल अब पर पुगेको ठाउँमा अब खोला तर्दैछ हामी। जग्गा चाहिँ दामी छ यहाँनिर। यस्तो छ हो खोला बगरबाट। अब हामी चाहिँ कहाँबाट तर्नु पर्ने हो? यो चाहिँ गरिबहरूको बजार अरे हो।
सो सबै सस्तो पाउँछ यहाँ चाहिँ हामी चाहिँ सपिङ गर्न आइरहेको छ यहाँनिर हो त्यही हो गाइस सबै कुरा सस्तो पाउँछ यहाँनिर चेक दिस आउट 299 मा टी सर्टहरू हो दामी छ र अब चाहिँ हामी मेन सामान चाहिँ हामी खास सिरानीहरू किन्न आएको हो परतिर हेर्नुपर्छ अब 149 सफ्ट पिलो राम्रो रहेछ त राम्रो रह्यो 149 ठिकै हो ल ठिकै रहेछ दाम एउटै रहेछ है 149 यो कस्तो छ त्यो कति हो 399 पर्छ 229 300 भनौँ न गाइज हामीले किनिसकेको छ सिरानी दुईवटा एउटा दाको लागि एउटा मेरो लागि हामी चाहिँ अहिले बिलिङ गर्दैछ यहाँ मैले एउटा किनेको छु सेन्डोबेस हो र सिरानी किनिसकेको छु मेक एभ्री डे ब्युटिफुल हो म चाहिँ हस्टेल आइसकेको छु हो र मेरो खबर चाहिँ म पर छ हो जो अब चाहिँ लुगाहरू मिलाउने अहिले चाहिँ रुमहरू सबै मिलाइसक्यो हो र यहाँनिर चाहिँ रुम पार्टनरहरू दादा हुनुहुन्छ हेलो गाइस नाम भनिदिनु हल्का मेरो नाम चाहिँ प्रशान्त चाहिँ खरसाङ है दार्जिलिङ कहाँनिर दा दार्जिलिङ चाहिँ मेरो घुम पर्यो यता पनि छ हाम्रो भाइ खरसाङको नाम भनिदेऊ न भाइ मेरो नाम चाहिँ उज्जवल हो उज्जवल म चाहिँ सिटङको सिटङ हाम्रो पार्टनर हो अब डेली देखिबस्छ यो थोप्राहरू अब होइन त अब मेरो भ्लगमा चाहिँ अब यस्तै छ हो अब डेली देख्छ होला अब कति छ होइन अब त्यो चाहिँ भन्नु भएन हो अब कति छ निकै चाहिँ धेरै अब लामो बस्छ हामी है चाहिँ भोक लाग्दैछ निस्किनुपर्छ भाइ बेसी बोल्नु हुँदैन भनेर ल त अहिले भेटौँ अहिले चाहिँ हामी नुहाइधुवाइ गरेर होइन चिया खान आइरहेको छ यहाँ अहिले चाहिँ हल्का खाजा खाँदैछ हो चिया र मोमो म चाहिँ रुम पनि आइसक्यो र अब चाहिँ हाम्रो लन्च टाइम भइसकेको छ अघि भएर खाजा त खाएको हो तर पनि खाना हाल्नुपर्छ हो त्यो चाहिँ घरबाट लिएको थाल हो होइन र अब चाहिँ हामी चल्देको खाना हामी के पाउँछ हेरौँ देखाउँछु तपाईँहरूलाई होस्टेल लाइफ मेरो फर्स्ट हो एक्सपिरियन्स हो कस्तो हुन्छ के हुन्छ लेट्स सी हाम्रो आजको डिनर चाहिँ यस्तो छ हो 2 गणा अन्डा हो हल्का भात सब्जी हाम्रो चाहिँ खानासाना पनि भइसकेको छ हो यहाँ त्यहाँनिर चाहिँ हामी त्यहाँ भाडा धुने लाइनमा बसिरहेको छ है जतिखेर पनि खोलिनु सक्छ जतिखेर पनि खोलिनु सक्छ अलटै केटा हो भनेर त अब हामी चाहिँ भाडा धोएर यही केटा हामीले चाहिँ सब्सक्राइब खिच्नु पऱ्यो नि त हो भनेर है ल अब चाहिँ हामी भाडा सुरा धोएर हो पछाडि धुँदैछ मजाले हो त्यही हो अहिले चाहिँ बिहान भइसकेको छ र सबै केटाहरू चाहिँ गइसकेको छ यहाँ चाहिँ म एक्लै छु हो हाम्रो यस्तो छ होस्टेल हेर्नु सक्नुहुन्छ हो र गाइस मैले भनिहालेँ तपाईँलाई म चाहिँ मेरो स्टडिजहरू कन्टिन्यू गर्दैछु किनभने अब घरको पनि सुन्नु पऱ्यो होइन मैले किनभने अब कलेजहरू पनि गरेन नि त त्यस्तो त्यही भएर चाहिँ अहिले चाहिँ अब घरको कुरा सुनेर चाहिँ म फेरि फिलहाल मेरो स्टडिजहरू कन्टिन्यू गर्दैछु हो र यस्तै छ अहिले हो त्यही हो अन्त म चाहिँ होस्टेल बसिरहेको छु गाइस होस्टेल चाहिँ मेरो फर्स्ट टाइम हो म होस्टेल कहिले बसेको थिएन हो रुमहरूतिर त बसेको बट अब होस्टेल लाइफ चाहिँ फिल गरेको थिएन अब जे होस् फिल गर्नु पाइयो मेरो बेड यहाँ छ होइन साथीहरू त्यस्तै छ अब मेरो लाइफ र अब त्यस्तै हो पाल्तु भाइको भ्लग चाहिँ अब पढाइ साथ आउँछ हो साथीहरू सो प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला होइन र आजको भिडियो चाहिँ सानो हल्का जसै मात्रै थियो हो सो यति भन्दै होइन आजको भिडियो चाहिँ म यतिमै राख्छु अनि त्यही हो गाइस किप सपोर्टिङ किप लभिङ होइन र अब कति बाद भिडियो हालेको छु फेरि अस्ति पनि मैले हाल्छु भनेको त्यतिकै भयो र अबदेखि चाहिँ म कन्टिन्यू सायद सक्दो म कन्टिन्यू गर्ने ट्राई गर्छु हो यता पढाइ स्टडी सँगै कन्टिन्यू गर्ने ट्राई गर्छु म त्यही छ गाइस अहिलेको चाहिँ यो मेरो अपडेट होइन अब बिस्तारै भ्लग गर्दै जानुपर्छ होइन साथीहरू त्यही हो अब आफू दुःख नगरी नपढी त अब कामै छैन अहिले होइन त्यही भएर अब कर हो भनौँ न पढ्नु ओर्नु यताउता हो सो त्यस्तै छ गाइस अहिलेको मेरो खबर फिलहालको लागि र थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो होइन टिल द एन्ड र त्यही हो गाइस यसरी नै सपोर्ट गर्नुहोस् यसरी नै माया गर्नुहोस् हो
धेरै धेरै धन्यवाद लास्टसम्म हेरिदिनु भएकोमा। त्यही हो गाइस, अब नेक्स्ट भ्लगतिर भेटौँ। अहिलेको लागि चाहिँ यति नै हो, त्यति भयो ल गाइस। अब न्यू जर्नी स्टार्ट हुँदैछ हो, त्यही हो। अब राम्रो पढ्नुपर्छ, राम्रो गर्नुपर्छ, आमा बाउको सपना पुरा गर्नुपर्छ होइन साथीहरू। त्यही हो गाइस होइन। अब नेक्स्ट भ्लग चाहिँ म अलिक लामो बनाउँछु, यो भ्लग चाहिँ अलिक सर्ट भयो होला सायद। र त्यही हो गाइस, अब सिलगढी मजाले घुम्नुपर्छ, रमाइलो गर्नुपर्छ, पढ्नु पनि पर्छ हो, साइड बाई साइड एन्टरटेनमेन्ट पनि गर्नुपर्छ, भ्लग पनि बनाउनुपर्छ, सबै कुरा गर्नुपर्छ हो। त्यही हो गाइस, अहिलेको लागि चाहिँ पिस आउट होइन। र हेर्दै गर्नुहोस् अझै मजाले हो। र यति नै हो भन्नु चाहिँ आजको लागि। माया छ गाइस, टेक केयर, सी यू सुन इन नेक्स्ट भ्लग। बाइ गाइस।